अब भ्रष्टाचारीहरूको सातो जाने निश्चित भएको छ। गृहमन्त्री सुदन गुरुङ र अख्तियार प्रमुख प्रेमकुमार राईबीच भएको गोप्य भेटले अहिले जताततै खैलाबैला मच्चाएको छ। गृहमन्त्री गुरुङले अख्तियार प्रमुखलाई सिधै ग्रिन सिग्नल दिँदै भन्नुभएको छ, धमाधम पुराना फाइलहरू खोल्नुहोस् र ठूला माछाहरू समात्नुहोस्। सरकारले तपाईलाई पूर्ण साथ दिनेछ। उनले आवश्यक परे जस्तोसुकै जनशक्ति र सूचना उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनु भएको छ। जवाफमा अख्तियार प्रमुख राईले पनि पूर्व प्रधानमन्त्रीदेखि उच्च पदस्थ अधिकारीसम्म मुछिएका ठूला काण्डहरूमा निष्पक्ष अनुसन्धान भइरहेको जानकारी गराउनु भएको छ। गृहमन्त्रीको यो ढाडसपछि अब दल र नेताको दबावमा रोकिएका दर्जनौं भ्रष्टाचारका फाइलहरू खुल्ने पक्का देखिएको छ। मेरो विचारमा यदि यो कुरा भाषणमा मात्र सीमित नभएर साँच्चै व्यवहारमा लागू भयो भने धेरै ठूला माछाहरू अब जेलमा जान पर्नेछ। तर के गृहमन्त्रीले आफ्नै दल वा गठबन्धनका नेताहरूमा मुछिएका फाइलहरू पनि यसै गरी खोल्न अनुमति देलान् त? तपाईलाई के लाग्छ? के अब साँच्चै ठूला भ्रष्टाचारीहरू साँच्चै जेल जालान् त? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।